सारल्लीन सारल्लीन सरलतासँग भन्नु सारल्लीन अवगन्तुम अवगन्तुम शक्यते शक्यते सांस्कृतिक दृष्टिया संस्कृतिको दृष्टिले सांस्कृतिक दृष्टिया इयं भाषा सर्वश्रेष्ठा निखिलमपि अप्य वाङ्मयम् निखिल भनेको सम्पूर्ण भन्न खोजेको समग्रम भन्न खोजेको वाङ्मयम् संस्कृत भाषायाम् एव संस्कृत भाषायाम् एव विलिखितम् विश्व संस्कृत परिज्ञानार्थम् अपि विश्व संस्कृत परिज्ञानार्थम् अपि परिज्ञानार्थम् अपि ज्ञानार्थम् अपि भनेको संस्कृत भाषा अपरिहार्य हजुर भाषा अपरिहार्य विविधासु भाषासु प्रयुज्यमान शब्दाः संस्कृत शब्दावल्याम् आत्मसात् करणीयाः गर्नुपर्छ आत्मसात् गर्नुपर्छ याः विसर्ग होइन त्यो विसर्ग करणीय हिजो लेखेका छौँ प्रायः त्यो छुटेकाले याद गर्नुपर्छ है छुटेकाले चाहिँ यसो फोटो खिच्दा हुन्छ नानीले लेखेको छ यो मैले किन लेखाइदिएको नि एउटा निबन्ध लेख्नु भनेको छु मैले यो उसको लागि परियोजनाको लागि
परियोजनाको लागि संस्कृत भाषायाः महत्त्वम् इति विषय अवलम्ब्य निबन्धमेकं रचयत विरचितां भनेर चाहिँ एउटा दिएको छु। त्यसैलाई सहयोग होस् भनेर चाहिँ मैले लेखेको कुरा। आजको जुन आज अस्ति पहिले देख्थेँ हिजो र आज चाहिँ त्यसैलाई चाहिँ त्यसलाई लेख्ने त्यसलाई सार्ने होइन, त्यसबाट केही कुराहरू लिने, आफूले पनि लेख्ने, कता कता भनेर मिलाउने, त्यसैको लागि त्यो गरिदियो। अब आज अर्को प्रसङ्ग लेख्ने त्यो हिजो र आजको त्यसलाई धेरै चाहिँ पनि ठिक होइन। संस्कृत भाषाको हो, संस्कृत भाषाको महत्त्वको बारेमा हामी लेखेका। जस्तै दुई तीनवटा एकचोटि लेखौँ त शीर्षक परोपकार लेखौँ। परोपकार अर्को चाहिँ राष्ट्रभक्ति, विद्वान सर्वत्र पूज्यते, अनि त्यसपछि अनुशासनम, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। अर्को उद्यमेन हि सिद्ध्यन्ति, उद्यमेन हि सिद्ध्यन्ति, उद्यमेन उद्यम गर्दाखेरि नै सिद्ध हुन्छ। उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथै, हो न मनोरथै, मनोरथै। एउटा चाहिँ यसको तात्पर्य के भने कि उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथै भनेको के त भन्दाखेरि उद्यम गर्यो भने त्यो काम सिद्ध हुन्छ। केवल चाहिँ मैले चाहिँ यस्तो गर्नुपर्छ, मेरो भाग्यमा यस्तो चाहिँ छ भने भइहाल्छ। मनोरथ मनले इच्छा मात्र गरेर हुँदैन नि, त्यहाँ प्रयत्न गर्नुपर्छ। प्रयास गर्यो भने मात्र त्यो कार्य सिद्ध हुन्छ भन्ने तात्पर्य। त्यही भएर एउटा चाहिँ सिंहको मुखमा यत्तिकै आएर खराएर बस्दै नै सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा, सुतिरहेको सिंहको मुखमा गएर चाहिँ खराएर गएर बस्दैन, मृग गएर बस्दैन। उसले चाहिँ त्यो गएर चाहिँ उद्यम गर्नुपर्छ। उद्यम गरेन भने तिलबाट तेल कसरी निस्क्छ? तिलबाट तेल पनि निस्किँदैन, उद्यम गर्नै पर्छ भन्ने तात्पर्य हो। अब यसमध्ये अब सबैभन्दा चाहिँ जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी, अनि विद्याधनं सर्वधन प्रधानम्, विद्याधनं सर्वधन प्रधानम्, यो चाहिँ जान्नु। जस्तै कुनै एउटा वर्तमान युगे नारीनां स्थिति, नारीको बारेमा लेख न। वर्तमान युगमा नारीहरूको कस्तो किसिमको स्थिति छ, अवस्था छ। वर्तमान युगे नारीनां
स्थिति स्थिति हजुर अब देखौँ माथिपट्टि एउटा आज अलिअलि लेख्न छुट्यो विद्याधनम सर्वधनम प्रधानम त्यसको बारेमा लेखौँ का नाम विद्या अब तलपट्टि का नाम विद्या ज्ञानार्थका अब विद्या शब्द कसरी उत्पत्ति भयो कसरी बन्यो भन्ने कुरा ज्ञानार्थक धातु हो ज्ञानार्थका विद धातु विद भन्ने धातु छ त्यो विदबाट विद्या बन्छ भने त्यो विद धातुको तात्पर्य के ज्ञानार्थक हो ज्ञान दिने भन्ने हो ज्ञानार्थका विद धातु हो विद्या शब्द निर्मीयते का नाम विद्या ज्ञानार्थका विद्या से जैसे यसको चाहिँ यसको बारेमा हामीले ज्ञानार्थका विद धातु नाम विद धातु विद्या शब्द निष्पद्यते अथवा सिद्ध्यति पद्यते विद्या शब्द कसरी बन्यो भन्ने कुरा चाहिँ जान्नु पर्यो पहिला विद्या भन्ने विद्याधनम भनेको विद्या कसरी बन्यो त विद धातु त्यसको अर्थ हुन्छ ज्ञान हैन विद ज्ञानी भन्ने धातु छ हो ज्ञानार्थका विद धातुबाट विद्या शब्द चाहिँ सिद्ध भयो भन्ने अर्थ यति है अब अगाडि भनौँ शब्द के विद्या शब्द सिद्ध्यति निष्पद्यते सिद्ध्यति पनि हुन्छ सिद्ध्यति अथवा निष्पद्यते अब विद्या भनेको के हो त कस्यचित् अपि वस्तुनः विषयस्य वा सम्यक् ज्ञानं विद्या इति अभिधीयते अभिधीयते भनेको विद्या इति कथ्यते भनेको अभिधीयते भनेको भनिन्छ बुझिन्छ हैन भने अभिधीयते कथ्यते एउटै अब विद्या दुई किसिमका छ एउटा पराविद्या अपराविद्या लेखौँ त उपनिषदाम अनुसारम उपनिषदको अनुसार सदाम उपनिषदाम एउटै दिनु भने है उपनिषदाम अनुसार द्वे विद्ये भनेको विद्या विद्याः एका द्वे भने जस्तै द्वे विद्ये भनेको दुई वचन भयो द्वे विद्ये यस्तो ड्यास नि दुईटा विद्या छन् के परा अपरा च परा अपरा च परा र अपरा भन्यो नि परा भनेको के अपरा भनेको के भन्ने त्यो पनि लेख्नु भयो तत्र यया
यद अक्षरम अधिगम्यते सा परा विद्या। यया यद अक्षरम अधिगम्यते अधिगम्यते सा परा विद्या परा विद्या अपरा विद्या च वेदा वेदाङ्गानि च। वेद र वेदका अङ्गहरू चाहिँ अपरा विद्या हुन्। वेदाङ्गानि च। वेद चारवटा वेद, वेदका अङ्ग, शिक्षा, कर्म, व्याकरण, सौन्दर्य युक्त चतुर्दश विद्या त्यो आइरहेछ। किनभने अपरा विद्या भनिन्छ। यो उपनिषदहरुमा भनेको छ कि मुण्डकमा जस्तै मुण्डक उपनिषद, ईशावास्य उपनिषद, उपनिषदहरुको चाहिँ पढ्नुपर्ने हुन्छ। यो रचनामा सायद उपनिषदान परिचय, वेदको परिचय भयो, उपनिषदको परिचय आउँछ होला जस्तो लाग्छ। रचनामा त्यो छ कति 20-25 नम्बरको क्वेशन प्रश्न त्यसमा चाहिँ पाठ छ। वेदहरुको साहित्य, योग, वेद, छन्द, ये सबै कुरा छ। यया लौकिकं ज्ञानं जायते, यया लौकिकं ज्ञानं जायते सा अपरा विद्या विद्या पुनः विराम दिउँ। यया च अक्षर ब्रह्म विषयकं ज्ञानं ब्रह्म विषयकं ज्ञानं हजुर विषयकं ज्ञानं जायते सा परा विद्या। यहाँ स्पष्ट भयो। लौकिक ज्ञान हुनु चाहिँ अपरा विद्या भयो। अर्को चाहिँ अक्षर ब्रह्म विषय ज्ञान जुन हो, अहम ब्रह्मास्मि, ब्रह्मलाई जान्ने जुन ज्ञान हो त्यसलाई चाहिँ भनिन्छ परा विद्या। अपरा र परा जुन छ अक्षर ब्रह्म विषय ज्ञान सा परा विद्या। दुईटा किसिमका विद्या, अपरा र परा। अब तलपट्टि लेखौँ विद्याधनम सर्वधन प्रधानम भनेर ड्यास दिनु। माथि त विद्याको मात्रै कुरा गर्यो, त्यो त विद्या भनेको थियो। अब अर्को चाहिँ विद्याधनम सर्वधनम प्रधानम ड्यास दिने सर्व विद्या एव तद्धनम 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 यया सर्वे मानवाः स्वकीयं अभिलाषम अभिलाषा यसो गर्नु स्वकीयाम बनाउनु त। स्वकीयमको ठाउँमा स्वकीयाम बनाउनु। स्वकीयाम इच्छाम भने पनि हुन्छ, अभिलाषा इच्छति विद्या एव
विद्या एव कर्तव्य ज्ञानम कर्तव्य ज्ञानम कर्तव्य र अकर्तव्य भनेको कि त्यहाँ सन्धि भयो कर्तव्य ज्ञानम सो ड्यागो दिने त्यहाँ कमा दिने धर्म परिज्ञानम धर्म र धर्म परिज्ञानम एउटै टिकोमा कमा दिने पुण्य विवेक त्यसलाई चाहिँ सन्धि गर्दा के भयो सन्धि विच्छेद गर्दा के भयो पुण्य र अपुण्य भनेको पुण्य विवेक लाभ बोधश्च भवति अब एउटा श्लोक चाहिँ कण्ठ पनि गर्नु यो त हाम्रो नीति श्लोकमा पनि छ न चौराहार्यम आउँछ न चौराहार्यम न च राजहार्यम न भातृभाज्यम न च भारकारी व्यये कृते वर्धतैव नित्यं विद्याधनं सर्वधनं प्रधानम् न चौराहार्यम श्लोक न चौराहार्यम न च राजहार्यम त्यो पहिलो पाउ भयो है न चौराहार्यम न च राजहार्यम अब दोस्रो पाउमा न भातृभाज्यम न भ्रातृभाज्यम न च भारकारी अब तेस्रो पाउमा व्यये तृतीय वर्धत एव नित्यं विद्याधनं सर्वधन प्रधानम् अब यो कण्ठ गर्ने श्लोक कण्ठ गर्नै पर्यो न चौराहार्यम न च राजहार्यम न भ्रातृभाज्यम न च भारकारी व्यये वर्धतैव नित्यं विद्याधनं सर्वधन प्रधानम् सबैभन्दा ठुलो धन विद्या यो जसरी धन विभाजन गरे जस्तै चाहिँ विद्यालाई चाहिँ विभाजन गर्नै पर्दैन न भातृभाज्य न चाहिँ भार पनि भारकारी पनि हुँदैन यो जति अर्कालाई दियो व्यय कृति वर्धतै भने जति अर्कालाई चाहिँ व्यय गर्न सक्यो त्यति आफैलाई बढ्ने त्यसकारणले सबैभन्दा ठुलो धन चाहिँ विद्या अब यहाँ चाहिँ यस्ता चाहिँ विद्याका श्लोकहरू 5 वटा छ लेख्नुपर्छ कण्ठ गर्नुपर्छ हाम्रो यो चाहिँ यो श्लोक यता चाहिँ रचना ऐतिहासिकको चाहिँ त्यो नीति श्लोकमा पनि छ अब जस्तै विद्यानाम भरस्य रूपम अधिकम प्रच्छन्न गुप्तम धनम यो पनि छ दुईटा विशेष श्लोक छ विद्याको बारेमा यही दुईटा श्लोक कण्ठ गरिसकेपछि विद्याको बारेमा चाहिँ लेख्न सकियो विद्याधन सर्वधन प्रधानम भनेर त्यसको बारेमा चाहिँ निबन्ध लेख्न सकिन्छ केही त्यसमा व्याख्या गर्ने हो अब यो भोलि चाहिँ यसलाई पूर्ण गरौँ है त चिसो पनि भयो आज चाँडै जानुपर्ने हुन्छ है यो कस्तो भने